हेलो नमस्ते अनि स्वागत छ साथीहरू तपाईहरुलाई। यो अहिले कृषिमा के काम भइरहेको छ त कृषिबाट काम भइरहेको चाहिँ बतेरी भन्छौँ हामी। बतेरी फाँट यसरी बागमती खोलाको छेउबाट यसरी रिटर्निङ वाल हाल्ने कार्य धमाधम भइरहेको छ भने उतापट्टि मिसनरी वालहरू लागिसकेको छ। ठाउँ ठाउँमा कल्पटहरू लाग्न बाँकी छ। यो स्थानमा हालको अपडेट चाहिँ यस्तै छ। हेर्नुहोस् कृषिको भइरहेको काम हिजो खोलामा बागमती खोलाको छेउपट्टिको वालहरू लाग्ने काम भइरहेको हो र यो वाल चाहिँ लस्कर यो खन्दै मैले देखाउँदै गरेको बाटो छेउ आएर यो कुनाबाट आएर अगाडि आर्मी क्याम्पको गेटसम्म जोडिन्छ। यताउति देख्न सक्नुहुन्छ। यताउति चाहिँ काम भएको छ। पर देख्न सक्नुहुन्छ। यो स्थानमा चाहिँ रोड बाँड्ने कार्यहरू चाहिँ भइरहेको छ। यस्तो भएर छ यो मकैसीको यसरी कम्पनीले ढुङ्गा बालुवाहरू स्टक गरेर राखेको छ। खोलाको ढुङ्गाहरू लिएर आएर 2083 साल चैत्र मसान्तभित्रमा सक्नुपर्ने बाटोको स्थिति चाहिँ यस्तो छ। अस्ति म तल पानीया कन्स्ट्रक्सनको काम गरिरहेको स्थानमा पनि पुगेको थिएँ। त्यो स्थानमा त काम केही पनि भएको रहेनछ। यो मकैसीको काम हेरेर काम भइरहेको छ। र यतापट्टि पारिपट्टि देख्न सक्नुहुन्छ। यो फिलहाल जिल्ला गोदावरी नगरपालिका पहिला फास्ट्यागको डिजाइन चाहिँ यो अप्रोदेखि यो रुखदेखि सिधा यता आएर सिधा यहाँबाट पास भएर यहाँ बनेर क्याम्पहरू आर्मी क्याम्प भएको स्थानबाट चाहिँ जाने डिजाइन थियो। पछि डिजाइन चेन्ज गरेर चाहिँ यो कुनाबाट यसरी लिएर आएर बाटो घुमाएर यसरी लिएर आएको हो। साथीहरू यतातिर थाहा नहुन सक्छ तपाईँहरूलाई। यताबाट यो पारीबाट चाहिँ लगेको भए यो स्थानबाट पुल हालेर यो पारीबाट लगेको भए चाहिँ मकैसी फाँट यो फाँटहरू चाहिँ राम्रैसँग बस्ती बस्न योग्य हुन्थ्यो। अहिले चाहिँ विच्छेद अवस्थामा रहेको छ मकैसी फाँट। मकैसी मात्र रह्यो, फाँट चाहिँ रहेन है। धमाधम भट्टाभट काम भइरहेको छ भन्ने जानकारी गराएँ साथीहरूलाई। ल धन्यवाद। तपाईँहरू भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ। भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु। भिडियो कस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। तपाईँहरूको कमेन्टले नै गल्ती सुझाउनु अवसर पाउनेछ। बस्ती बाँकी रहेको भाग भने चाहिँ यति नै हो।